Do you want to become a successful YouTuber in Nepal? Are you struggling to get views and subscribers? Well, you are in the right place. In today's video, I will share a step-by-step guide to help you grow your channel and make money from YouTube. So, let's get started. नेपालमा अहिले युट्युब सिन बढ्दै गएको छ, तर युट्युब सुरु गर्नु अगाडि राइट निश चुज गर्नुपर्ने हुन्छ। बट मलाई थाहा छ सबैलाई फर्स्टमा राइट निश डिसाइड गर्न गाह्रो हुन्छ, तर सिम्पली आफूलाई इन्ट्रेस्ट भएको फिल्ड, प्यासनेट भएको कुरामा, आफूसँग एक्सपिरियन्स भएको अथवा हाई आरपीएम भएको निशमा काम गर्न सकिन्छ। कुन टपिकमा काम गर्ने भनेर डिसाइड भइसकेपछि अनि तपाईहरुले जुन टपिकमा काम गर्न लाग्नु भएको छ त्योसँग रिलेटेड फाइन्ड द टप च्यानल्स एन्ड सब्स्क्राइब टु देम। तपाईले कसैको आइडिया कपी गर्ने हैन, बट टप क्रिएटर्सको भिडियो हेरिसकेपछि व्हाट इज करेन्टली वर्किङ इन योर निश एन्ड व्हाट इज नट वर्किङ भनेर एनालाइसिस गर्ने। कस्तो टाइपको थम्बनेलमा बढी भ्युज आउँछ, कस्तो टाइपको निशमा कस्तो भिडियो एडिटिङ हुन्छ, कस्तो टाइपको भिडियो बढी भाइरल हुन्छ, त्यस्तो कुरामा एनालाइसिस गर्ने। जति बढी भिडियो कन्ज्युम गर्नु त्यति नै आफ्नो निशको बारेमा आइडिया जेनेरेट हुँदै जान्छ। तपाईहरु चाहनुहुन्छ भने अरूको भिडियो कन्ज्युम गरेर नोट नि गर्न सक्नुहुन्छ अबाउट व्हाटएभर यु हैव लर्न। तपाईले कुनै भिडियो हेर्नु भयो भने थम्बनेल कस्तो टाइपको थियो, दैट मेड यु क्लिक अन इट। जुन भिडियो हेर्दै हुनुहुन्छ त्यसको इन्ट्रो कस्तो छ, अथवा कुनै पार्टमा बोर हुँदै जानु भयो भने व्हाट मेड यु लुज इन्ट्रेस्ट। यी सबै चीजको नोट डाउन गर्दै जानु। इफ यु फलो व्हाट हैज अलरेडी वर्क अन युट्युब, तपाईको सक्सेसफुल हुने चान्सेस धेरै हुनेछ। तर फर्स्टमा 100 भिडियोसम्म भ्युज नआउन सक्छ, तर एभ्री भिडियोमा आफ्नो स्किल्स इम्प्रुभ गर्दै जानु भयो भने 100 भिडियोज हैन अगाडि नै भ्युज आउन थाल्नेछ। एउटा क्रिएटर्सले आफ्नो च्यानल जेरो एक्सपिरियन्स एन्ड नलेजबाट सुरु गर्छ र टाइमको साथसाथै भिडियो बनाउँदै गएपछि आफ्नो स्किल्सबाट ग्रेजुअली इम्प्रुभ हुँदै जान्छ। द मोस्ट इम्पोर्टेन्ट थिङ इज आफ्नो भिडियोको विक एरिया पत्ता लगाएर बिस्तारै एभ्री भिडियोमा इम्प्रुभ गर्दै जानुपर्छ। अल्सो तपाई आफ्नो भिडियो एडिटिङ राम्रो बनाउन चाहनुहुन्छ भने अरु क्रिएटर्सको भिडियो हेरी जे सिक्नुहुन्छ त्यो आफ्नो नेक्स्ट भिडियोमा एप्लाई गरी इम्प्रुभ गर्दै जाने र भिडियो एडिटिङमा राम्रो गर्नको लागि क्यापकट, प्रिमियर प्रो जस्ता सफ्टवेयर युज गर्न सक्नुहुन्छ। तपाई एकचोटीमा कहिले परफेक्ट हुन सक्नुहुन्न, सो यु जस्ट हैव टु गिभ योर बेस्ट। नेक्स्ट यु शुड फोकस अन इम्प्रुभिङ योर थम्बनेल, स्क्रिप्टिङ, स्टोरी टेलिङ एन्ड ब्रान्डिङ। जुन हजुरले इम्प्रुभ गर्दै जानुभयो भने 20-25 भिडियोबाट नै कन्टेन्ट क्वालिटी इम्प्रुभ हुँदै जानेछ। र धेरै क्रिएटर्स हुनुहुन्छ जो फर्स्टमै भिडियो भाइरल होस् भन्ने चाहनुहुन्छ र सबै कुरा फर्स्टमा नै परफेक्ट खोज्नुहुन्छ। तर लेट मी आस्क यु, तपाईले भिडियो नै हाल्नु भएन भने हाउ विल यु लर्न, हाउ विल योर भिडियोज बी गुड। तपाईले आफ्नो कन्टेन्ट क्वालिटी इम्प्रुभ गर्दै जान एटलिस्ट यु नीड टु अपलोड 1 भिडियो इन अ वीक। The more time of your spends on your video, the more money you can make. एउटा भिडियोको वाच टाइम बढाउनको लागि बेसिक टिप्स इज इन्ट्रो हुक स्ट्रङ हुनुपर्छ। म्याक्सिमम अडियन्स फर्स्ट 30 सेकेन्ड्स नभई स्किप गर्छन्, तर अडियन्सलाई स्किप नगराउनको लागि फर्स्ट 30 सेकेन्ड्स इन्गेजिङ बनाउनु पर्छ। एन्ड डेलिभर व्हाट यु प्रोमिस इन योर टाइटल एन्ड थम्बनेल। इफ यु क्रिएट एक्सपेक्टेसन इन द भ्युअर्स माइन्ड, त्यो एक्सपेक्टेसनको म्याच गर्न एकदमै इम्पोर्टेन्ट छ। र लास्टमा ग्राफिक, टेक्स्ट, साउन्ड इफेक्ट र डिफ्रेन्ट क्यामेरा एंगल युज गरेर यु क्यान मेक द भिडियो भिजुअली इन्गेजिङ। आफ्नो युट्युब राम्रो गर्नको लागि युनिक नेम चुज गर्नुपर्ने हुन्छ दैट रिप्रेजेन्ट्स योर ब्रान्ड। प्रोपर च्यानल लोगो, ब्यानर हुनुपर्छ। साथसाथै युट्युबको अल सेटिङ्स मिलाउनु पर्ने हुन्छ, जस्तै डिस्क्रिप्सन, एबाउट सेक्सन, किवर्ड एसेट्रा। युट्युब अप्टिमाइजेसनको कुरामा ध्यान दिनुपर्छ। टाइटलको इम्पोर्टेन्ट, डिस्क्रिप्सन एन्ड ट्याग्स, रिलेभेन्ट किवर्डहरुमा ध्यान दिनुपर्छ। र आफ्नो कन्टेन्ट अप्टिमाइज गर्न फर बेटर रिच एन्ड इन्गेजमेन्टको लागि ट्युबबडी एन्ड भिडिक्यू टुल्सको युज गर्ने। ट्युबबडीले बेटर र्याङ्किङको लागि टाइटल, ट्याग्स एन्ड डिस्क्रिप्सनको अप्टिमाइजेसन गर्न हेल्प गर्छ र हाई र्याङ्किङ किवर्ड सजेस्ट गर्छ। त्यसैगरी भिडिक्यूले नि इन्गेजिङ थम्बनेल एन्ड टाइटल्स रिकमेन्ड गर्छ। अल्सो ट्रेन्डिङ टपिक्स किवर्ड एनालिसिस गर्छ। यसरी सबै कुरामा इम्प्रुभ गर्दै गएपछि आफ्नो भिडियोमा भ्युज बढाउन कन्टेन्ट सोसियल मिडियामा शेयर गर्ने, आफ्नो फ्यामिली, फ्रेन्ड्स, रिलेटिभ्सलाई शेयर गर्ने, अथवा तपाईको कन्टेन्ट कुनै पनि स्पेसिफिक अडियन्सको लागि छ भने देन यु क्यान युज फेसबुक एन्ड टिकटक। फर एक्जाम्पल, फेसबुक, टिकटक पोस्ट एन्ड कमेन्ट सेक्सनमा स्पेसिफिक क्वेसनको ब्रिफ एक्सप्लेनेसन गरी भिडियोको लिंक राख्न सक्नुहुन्छ। नेपालमा रिसेन्ट इयर्स ब्लगिङ सिनको ट्रेन्ड बढ्दै गएको छ, विथ मोर एन्ड मोर कन्टेन्ट क्रिएटर्स जोइनिङ युट्युब टु शेयर देयर एक्सपिरियन्स, स्टोरिज एन्ड एडभेन्चर्स।
with Nepal's rich culture, breathtaking landscape, and diverse communities. Bloggers have endless opportunities to create engaging content, travel-related blog, daily blog, documentary भिडियोज, मोटो ब्लगिङ, फुड ब्लगिङ जस्ता अरू मल्टिपल फिल्डमा ब्लग बनाउन सकिन्छ। यसरी डेली ब्लग भने युट्युबमा अपलोड गर्नुभयो भने बिस्तारै रिच हुँदै गएर राम्रो गर्न सकिन्छ। त्यसैगरी नेपालमा कमेडी भिडियोजको डिमान्ड नि बढ्दै गएको छ। कमेडी भिडियोज इन नेपाल ह्याभ बिकम अ मेजर पार्ट अफ द डिजिटल इन्टरटेनमेन्ट सिन। कमेडी भिडियोज बनाएर नि युट्युबमा राम्रो गर्न सकिन्छ। Also, educational and informative videos on YouTube in Nepal have seen significant growth in recent years. Politics, culture, social issue and global event को बारेमा भिडियो बनाएर नि राम्रो गेन गर्न सकिन्छ। र त्यसैगरी पोडकास्ट युट्युब सीन in Nepal has been growing rapidly with many creators and influencers using the platform to discuss wide range of topics, personal development, entrepreneurship, politics, social issue, entertainment को बारेमा एक्सपर्ट एन्ड सेलिब्रिटीसँग कुरा गरी पोडकास्टहरूबाट इन्स्पायर भई लाइफ लेसनको कुराहरू सिक्ने भएको हुनाले अहिलेको टाइममा युथहरू बढी पोडकास्टमा इन्ट्रेस्ट देखाइरहेका छन्। सो तपाईहरूले पोडकास्टबाट नि राम्रो गर्न सक्नुहुन्छ। I hope you guys achieve great growth on YouTube. यदि तपाईहरू आफ्नो लाइफमा सक्सेस आइडिया ग्रोथ गर्न चाहनुहुन्छ भने I strongly recommend कि हजुरहरूले च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि फ्युचरमा यस्तै हेल्पफुल भिडियोजहरू आउँदै जानेछन् which you don't wanna miss. Also, if you wanna know about the best ways to earn in Nepal without a 9-5 job video, you guys can click on the link that I have provided in the description box.